हाम्रो कहानीको सुरुवात यो घरबाट हुन्छ। कृष्ण दाइको घर। एक बिहानै खाना बनाउनुको लागि दाउरा सकिएको रहेछ। त्यसपछि खाना बनाउनुको लागि दाउरा चिर्दै हुनुहुन्छ। काम खोज्न जाँदा काम नपाएर उहाँ पनि अहिले आफ्नै घरमा बस्नु भएको छ। घरकै सानोतिनो कामहरू गर्दै घरमै बस्नुहुन्छ अहिले। उसको नाम हो हरि। उसले पनि आफ्नै देशमा केही गर्छु भनेर सोचेर सहर गएको थियो। तर भनेको जस्तो र सोचेको जस्तो उसले काम नपाएपछि ऊ आफ्नै गाउँमा फर्किएको छ, परदेश जान्छु भनेर। र उसको केही दिनपछि फ्लाइट पनि छ। घरमा भएको बुढा भएको बा र भाइ रामलाई भेट्नको लागि ऊ सहरबाट गाउँ आएको छ। ओहो हरि भाइ, तिमी सहरबाट कहिले आयो? कृष्ण दाइ भर्खरै आएको। के गर्दै हुनुहुन्छ? खै के गर्नु भाइ, यहाँनिर खाना बनाउनु दाउरा थिएन, त्यही भएर दाउरा चिर्दैछु भाइ म। ए अनि सन्चै हुनुहुन्छ दाइ? खै अब गाउँतिरको सन्चो बिसन्चो त भइहाल्छ नि भाइ। अनि भन, अनि तिम्रो ठिकै छ? दाइ म पनि ठिकै छु। ए कुरामा म त यता वर्ष भन्नै बिर्सेछु त भाइ। केही छैन, भइहाल्छ नि दाइ। लु जाउँ भाइ। हुन्छ। ल भाइ बस्दै गर नि त, प्यास लाग्यो होला, म पानीको व्यवस्था पनि गरिरहेको छु। ल भाइ, पानीको प्यास लाग्यो होला, टाढोबाट आएको छु। अनि भाइ सुनेको छु तिमी विदेश जाँदैछौ अरे? हजुर दाइ, अब परदेश जान्छु अनि त्यसपछि केही वर्ष उतैतिर बिहे गर्छु दाइ। ए हो र? किन जानु लाग्यो अरू विदेश जानु? के गर्नु दाइ, देशको हालत त्यस्तो छ। बरु विदेश जान्छु, केही वर्ष उतै दुःख गर्छु। हाम्रो देशको हालत त्यस्तो छ। अब मन त थियो नि आफ्नो देशमा बसेर केही गर्न, तर हामी जस्तो युवाहरूको लागि कामै छैन। उतै जान्छु, उतै दुःख गर्छु अनि त्यसपछि आउँछु। अनि हाम्रो देशको सबै युवाहरू यसरी विदेश लागेपछि हाम्रो देशमा त बुढाबुढी मात्र हुने भयो। के गर्नु दाइ, देशको हालत नै यस्तै छ। ल दाइ, अब म पनि जान्छु। घरमा बा कुरिरहनु भएको छ। ए ल भाइ, कि खाना खाएर जाऊ? होइन दाइ, घरमै पाकिसक्यो। हस् त म जान्छु। ए ल ल भाइ। बा कता जानु भएछ? को आयो? किन ठुलो स्वरले कराएको? को?
कतै देखिनँ अनि त्यही भएर बोलाएको अनि राम भाइ पनि देखिनँ कता गएछ अब खोइ तेरो भाइ राम भाइ कता गयो कता गाउँतिर डुल्नु गयो होला खालि गाउँतिरै घुमिरहन्छ कहाँ गएको बाला यत्तिकै छोडेर आउनु बा गाउँतिर जहिले नि डुलिरहेको हुन्छ अब अलि आँखा पनि देख्दिनँ त्यही भएर अब कतातिर जान्छ अब यसो गाउँतिर गएर हेर्न गाउँतिर बोलाएर आइज न भाइ यसो यता बस्दै गर्छु भाइ राम्रो खोजेर आइज नि त बाबु हुन्छ बा म भाइ राम्रो खोजेर आउँछु है ल बाबु ल कहाँ गएछ त भाइ खोज्नु गएको थियो कतातिर गएको नि अब यसो एकछिन बाहिरतिर बस्नु परेको एकछिन भेटिने कता गएछ कहाँ गएछ त त्यो मरा गाउँतिरै गएको होला कतै भेटिने अब यता यो गुन्द्री चौकेर बाबु तानेर बस्नेतिर अब अहिले आउला नि आइहाल्छ नि घरमा सन्चै हुनुहुन्छ बा यसमा ठिकै छु बाबु अब तिमीहरूको र ईश्वरको आशीर्वादले अहिलेसम्म बचिया छ अब अलिकति कहिलेकाहीँ ज्वरो आउने त ठिक हो त्यो भइहाल्छ अब त ठिकै छु अनि के छ तिमीहरूको हालखबर मेरो पनि ठिकै छु बा अब विदेश जान्छु भनेर आएको छु भोलि फ्लाइट छ त्यही भएर यसो बुवा र भाइलाई भेट्नु भनेर आएको छु भाइ त घरै बस्दैन रहेछ त्यो अलिक घर बस्न अलिक गाह्रो मान्छ कता हिँड्छ अब भेट्न आएको रहेछ बा भाइलाई अब भेटेरै जानु भोलि नै उठ्ने फ्लाइट छ हजुर भोलि बिहानै जानुपर्छ भोलि बिहानै लाग्ने अब के गर्नु त अब कमाउनु पनि परिगयो अब राम्रोसँग जानु राम्रोसँग कमाएर फुलमास धेर नगर्नु घरको पिर सम्झेर राम्रोसँग काम गर्नु नराम्रो कुरोमा नलाग्नु मान्छेले सबै कुराहरू लोभ देखाएर फेरि नचाहिँदो कुरोमा फसाउला नि फेरि हुन्छ बा घर राम्रोसँग आउनु बेला बेलामा फोन सोन गर्नु छोरो मान्छे भने देश प्रदेश घुमेकै राम्रो अब यसो गएर यतिखेर बचाउने कमाउने जमाउने यतिखेरै हो जति कमाउनु सक्यो त्यति बचाउनु सक्यो भने पछि राम्रो हुन्छ यस्तै हो अब रोग लागिसकेपछि अलि बुढेसकालले छोएपछि कतै जान सक्ने अवस्था आउँदैन अब राम्रोसँग गएर आउनु कि त हुन्छ बा ए हरि तँ पनि आइछस् कहाँ गइरहेको बालाई घरमा एक्लै छोडेर गाउँमा डुलेर बसिरहेको छ कता गएको हो दाइ यहाँ काठमाडौँबाट चाहिँ अब विदेश जानु पर्यो भनेर भेटघाट गर्नलाई भनेर आएको रे यसो गाईबस्तुले घाँस सास भर्नु पनि छैन बुढो मान्छे एक्लै घरमा बस्नुपर्ने गाँठी अहिले बेलामा आउनु पर्दैन अब दाइ अब यहाँनिर भेटघाट गरेर भोलिको फ्लाइट छ विदेश उठ्नु पर्ने दाइले अब राम्रो गरिरहेको छ भाइले पनि राम्रो गर्नु पर्दैन खालि डुलेर हिँड्छ तिमीहरू तँलाई दाइसँग सरसल्लाह गरेर अब के गर्नुपर्ने दाइसँग सल्लाह गर यही मासतिर घुमेर आएको कति आइस खबरै नगरिकन आइस जस्तो भनेको भए त लिन आउँथ्यो नि अनि खाजा त बा कहाँबाट खाने खालि गाउँ घुमेर बसिरहन्छस् दाइ तँलाई खोजेर भर्खर आएको अब दाइ आउनु भएको छ भोलि फ्लाइट छ अरे अब दाजुभाइ बसेर कुरोकानी गर्नु के गर्ने कसो गर्ने दाइसँग पनि कुरोकानी सल्लाह गर्नु पऱ्यो खालि गाउँ डुलेर साथी छैन म पनि बुढो भइसकेँ आँखा नि त्यति देख्दिनँ ल तिमीहरू दाजुभाइ कुरो गरेर बस्छ भोलि अब बिहानै जानु छ अरे आज ढिला पनि भइसक्यो अब बेलामा खानासाना खाएर सुत्नुपर्ने हुन्छ म चाहिँ यसो भित्रतिर लागेँ तिमीहरू दाजुभाइ गफ गरेर बस्छ है या कति गाउँ डुल्छस् भाइ घरमा भएको बुढेसकाललाई बालाई यसो सहयोग गर्नुपर्ने खानासाना बनाएर दिनुपर्ने यताउता बाख्रा भोकाइरहेको रहेछ बाख्रालाई घाँस दिनुपर्ने यसरी गाउँमा डुलेर हुँदैन भाइ म पनि विदेश जाँदैछु घर बाइकले छ बालाई हेरेर अब नत्र भएदेखि अब
यसरी गाउँडोल्छस् भनेदेखि मैले त पहिले काम गर्ने ठाउँमा कुरा गरिदिनु सक्छ त्यहीँ गएर काम गरेर त्यसरी हुँदैन भाइ घर बसेको जति पनि किसिस मात्र गर्छ गर्दिनु म काम सब के गर्छ काम नगरी ल जा खाना बना भोक लागिसक्यो ल बस्दै गर म खाना बनाएर आउँछु के गर्ने होला यसलाई ल बुवा अब म जाँदैछु आफ्नो ख्याल राख्नु ल बाबु राम्रोसँग जा अब मेरो यहाँ त म आफू ख्याल राखिहाल्छु त तेरो राम्रो ख्याल गर अब मैले जाने बेला त्यति तयारी गर्नु सकिनँ अब त राम्रोसँग जा मेरो तँलाई यही आशीर्वाद छ राम्रोसँग कमा आइज भाइलाई पनि त्यही हो राम्रोसँग बेला बेला सम्झाउँदै गर उताबाट पनि फोन सोन गर्दै गर राम्रोसँग जा है त बाबु है अरे हुन्छ ल बाबु ल पहिला जे जस्तो भए पनि अहिले छुट्टिनु पर्दा त लास्टै मन दुख्दो रहेछ यहाँ हेर भाइ अब म पनि जाँदैछु सबै गर्ने भनेको तैँले हो अब बुढेसकाल लागेको बालाई हेर यसरी अनि गाउँ गाउँ नडुलाइ तँ यताको चिन्ता नगर्दा यतातिर म हेर्छु बरु आफ्नो ख्याल राख बेला बेला फोन गर बाला एक्लै नछोड है त खालि गाउँको बिलेर बस्छस् म पनि केही वर्ष बसेर आउँछु त्यसपछि तेरो पनि बिहे गरिदिनु पर्ने छ म गएको है काम छ अहिले ल बा म गएको है ल दाइ राम्रोसँग जा है राम्रोसँग जा है हरि लामो बाटो छ राम्रोसँग जा अहिले ल त बाई बाई है बाबु बाई बाई देशको हालत देखेर हरि जस्तो कयौँ युवाहरू परदेशिनु परेको छ कहिले भन्छ हाम्रो देश